लोकेसनमा जान थाल्यो है चौरीमा भाइ डढाइ राख्यो बाघ आउला अरे बाघ आउला भनेर बसिरहेको अब रात पनि पर्न थाल्यो नि त त्यसमा हाम्रो भाइ यता गाउँतिर भर हुँदैन जता पनि बाघ हात्ती निस्किरहन्छ सिजनमा अब धान मकैको बेला हात्ती निस्किन्छ त्यही हो जङ्गल छ कि फेरि यहाँ चाहिँ अलिकति खुल्ला घरसर भएको है जङ्गलको साइडमा त्यही भएर हो कि त्यो फुटबल म्याच भइरहेको जस्तो लाग्यो फुटबल म्याच भइरहेको दिवस हाम्रो भाइ दिवस भाइ नि त्यहाँ जस्तो लागिरहेको मलाई है अब हामी चौरीमा गएर भेटिन्छौँ है सबैलाई चौरी आइपुग्यो कि है ठ्याक्क चौरी आइपुग्यो चौरीमा के रहेछ पार्टी रहेछ यहाँ हो केटाहरू फुटबल हेरेर आज भाइहरू सबैजना भाइ छ भाइहरू फुटबल हेरिरहेको यहाँ पुरै फुटबल म्याच चलिरहेको छ यहाँ म त केटो कहाँ डाँडातिर गएपछि भने फुटबल खेल्न आएर छ हाम्रो फुटबलको फेरि फुटबलको मेस्सी हो नि त फेरि मेस्सीको फ्यान छ फेरि हाम्रो भाइ नि त्यही भएर कि भाइ नि मेस्सीको फ्यान म पनि मेस्सीको फ्यान के गर्नु गाह्रो छ हेर हाम्रो फुटबल म्याच चलिरहेको म चाहिँ रोनाल्डो है त मेस्सीको बाबु रोनाल्डो थियो तपाईँहरू थाहा मेस्सीको दा मेरो अपोनेन्ट हो चाहिँ के हो थाहा मलाई नि मेस्सीको छेउमा कोही पनि उभिनै सक्दैन है गाइस हो नि त मेस्सीको फ्यानलाई थाहा है त्यो कुराहरू फुटबल म्याच चलिरहेको छ क्या हाम्रो चाहिँ अब गाइस हामी चाहिँ अब टावरमा आएको अहिले हामी टावरमा आइसकेको छौँ बवाल टावर छ फाइनल हेर्नु सक्नुहुन्छ अब हाम्रो गाउँको यो हरियाली हरियाली टावर हो हरियाली टावर हरियाली टावर थाहा होला नि तिमीलाई बढ्ने ठाउँ छ लास्टमा टावरमा चाहिँ बढ्ने ठाउँ छ अनि हामी माथि चढ्छौँ गाई चाहिँ अब चाहिँ होइन कस्तो दिइरहेको छु मलाई चढ्ने चाहिँ गाह्रो भयो यहाँ त कस्तो बल देखेर माथिबाट त बाइक हालेर हेर चढेको पारे हेर यहाँ बस्ने ठाउँ छ यहाँ हाम्रो चाहिँ यहाँ चाहिँ बस्ने ठाउँ छ चिल पाराले वान फ्लोर माथि जाउँ कुल हावा आइरहेको चिसो भयो कस्तो बवाल चिसो हावा आइरहेको माथि त यस्तो माथि बस्दा बल मजा आइरहेको यहाँ त यस्तो कुल चिसो हावामा ठ्याक्क पार जङ्गलनी साइडमा चौरीमी यही साइडमा आज फेरि ल हेर्नु सक्नुहुन्छ हाम्रो भ्युज टावरको ल म चाहिँ अहिले यहाँ बुक पढिरहेको छु अरे भाइ पढान दास हो नि त्यो म पढान दास हो नि त बाँध्ने भयो भाइले चाहिँ फेरि बाँध्ने भयो आज लड्छ आज फेरि अब यहाँको टावर चाहिँ लड्छ होला सायद यहाँ त बाघ निक्लिनु हुन्थ्यो यसो हेर्न त हुन्थ्यो बाघै निक्लिनु भन्ने मात्रै कि भाइले देख्यो भने फेरि कट्टुमा मुत्दाखेरि गाई चाहिँ हामी चाहिँ अब रात पऱ्यो है अब हामी चाहिँ घर जानु थाल्यो अहिलेसम्म यहीँ छौँ कि रातिसम्म फेरि अब उठ्तिनु पऱ्यो होइन उठेर टक्क पारेर जानु पऱ्यो हामीले उठ्तिँदैछौँ फेरि बाघ भालु आउँछ कि राति फेरि हात्ती नै आउनु सक्छ अन्त फेरि खतरा ठाउँ हो डर लाग्दो छ कि के भयो भने केटाहरू अझै फुटबलै चलिरहेको फुटबल सकेन के भन्नु केटाहरूको फुटबल भयो म्याच खतरा बल म्याच चलिरहेको हुन्छ अनि जङ्गल साइड उठ्नु पऱ्यो है गाई चाहिँ हामी घर जानु थाल्यो होइन आज अब घर जानु थाल्यो ल गाईहरू हेलो अहिले त अँध्यारो भइसकेको छ अँध्यारोमा अब अनुहार राम्ररी देखिँदैन अब हामी अब भिडियोको अन्तिमतिर छौँ ल अब हामी ठ्याक्क भिडियो इन्ड गरेर घरतिर लागिन्छौँ गाई चाहिँ ल गाईहरू ल हाम्रो
अब अर्को भ्लगमा भेटौँला ल म चाहिँ भेट्दैन अब दाइ चाहिँ हुन्छ म दाइ चाहिँ हेटौँडा गइहाल्नुहुन्छ अर्को भ्लगमा हेटरतिर हाल्छु गाइस म चाहिँ हालेर गएको ल ल गाइस है अब ल गाइजहरु